मैले जस्तो गल्ती हजुरले नगर्नु है साथीहरू। मस्यौरा बनाऊ। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। स्वागत छ मेरो मिनी भ्लगमा। हिजो भिजाउन बिर्सिएपछि आज बिहान नै मैले उठेर तातो पानीमा तताएँ, तर जसरी रातभरि भिजाउँछन् त्यस्तो राम्रो हुँदैन। हेर्नु न साथीहरू, यति राम्रो राम्रो लौका अनि फर्सी यति राम्रो मार्केटमा कौलो कौलो पाइएको थियो। उसलाई लिएर हामीले कद्दुकस गऱ्यौँ। अनि त्यो साँझ चाहिँ मैले आधा साँझलाई राखेँ सब्जी बनाउनलाई। करेला पनि साथसाथमै सब्जी पनि बनाइदिउँ न त भनेर करेला पनि एकदमै ताजा आएको थियो, कौलो कौलो। अनि उसलाई चाहिँ लिएर काटेँ, चट्ट लाएर चट काटेँ। अनि त्यसपछि मैले कद्दुकस गरेर राखेँ लौका अनि फर्सी चाहिँ कति राम्रो भएको छ। लौका चाहिँ हल्का कालो कालो भएको छ है साथीहरू, केही हुन्न कालो कालो भए पनि। अनि त्यसपछि उसलाई बेसरी निचोडेर राख्नु हजुरहरूले। यो एकतिर राखिदिनु निचोडेर बेसरी पानी तारेर। नुन चाहिँ नहाल्नु है साथीहरू। अनि त्यसपछि दाललाई हेर्नुहोस्, दाल यस्तो छ। यो पनि थोरै मैले मिसाएको थिएँ थोरै भएर। अनि यो कालो दाल चाहिँ एकदमै त्यति राम्रोसँग भिज्न त भिजेन, तर पनि अब के गर्नु, अब मोल्न त पर्यो। अनि बेसरी निचोडेर यसको छिल्का जति हजुरहरूले जति मार्न सक्नुहुन्छ मार्नुहोस्, किनकि यो छिल्काले अलिकति डिस्टर्ब गर्छ पिस्नलाई पनि, अनि मिठो पनि त्यति हुँदैन। हजुरहरूले बाहिरबाट छिल्कालाई यसरी मिसेर फालिदिनु पानी धोएर। अनि त्यसपछि राम्रोसँग पिस्नु। एकदमै मैले चाहिँ हेर्नु न यति टाइम लाग्यो पिस्नलाई। पिस्दै हात पनि दुख्यो। अब हल्का बिरामी छु, अब के गर्ने। अब जहाँ इच्छा छ खाने मन भयो भने के जुङ्गाले छेक्दैन भन्छन् मान्छेले, त्यही त हो नि साथीहरू। आफूलाई त खाना रहर लाग्यो, अनि त्यसपछि बनाउन तयारी। अब पिस्दै हैरान भए। पिस्दै नपिसिएपछि अब त्यो गिलास हुन्छ नि, उसमा बेल्नाले टकटक पारेर पिस्न थालेँ। यति गरेर मेरो काम लगभग भइसकेको थियो। अनि त्यसपछि मैले त्यसमा मिक्स गर्नको लागि कराईमा राखेँ। अनि त्यसपछि हेर्नु साथी, दुईवटा कलर छ, नझुकिनु होला हजुरहरू। मैले दुईवटा दाल गराएको चाहिँ यो चाहिँ। अनि त्यसपछि हेर्नु त्यसमा फेरि मैले चाहिँ अलग अलग बनाउन लागेको छु। फर्सीको अलग, अनि त्यसपछि लौकाको अलग। यो चाहिँ मैले फर्सीको बनाउँदैछु। अनि यसमा चाहिँ मरमसला हजुरहरूले के हाल्नुपर्छ भने खुर्सानी अनि अनि अदुवाको पेस्ट हाल्नु, एकदमै मिठो। यो चाहिँ मैले रेडी बनाइसकेँ। ल हेर्नु साथीहरू, छतमा सुकाउनलाई जाम। अब हेर्नु चाहिँ सुकाउनको लागि हजुरहरूले ठुलो प्लास्टिक एकदमै राम्रो सफा गरेर बिछाउनु पर्ने हुन्छ, किनकि अब धुलो मैलो हुन्छ भुइँमा। राम्रोसँग बोरा पनि अब सानो सानो हुन्छ, त्यही भएर ठुलो प्लास्टिक लिएर यसरी बिछाइदिनु। हजुरहरूले एउटा एउटा गोलोमा हात सानो सानो टक्क 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 बनाएर टक्क 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 मिलाएर राख्नुहोस्, हजुरको इच्छा जसरी सुकाए पनि। तर मैले चाहिँ टक्क टक्क गोलो राम्रोसँग बन्न त बनेको छैन, तर पनि मैले त्यति टक्क टक्क गरेर। गर्मी एकदमै राम्रो गर्मी, अब यो मस्यौराको लागि त घाम एकदमै राम्रो। तर आफू सुकाउन जाँदाखेरि चाहिँ एक बगान पसिनाले हालत खराब भएको थियो, किनभने गर्मी एकदमै गर्मी छ यो इन्डियामा अहिले। यो दिउँसोको 1 बजेको भिडियो हेर्नु, यति गर्मी थियो यति गर्मी थियो। तर पनि मैले हतार भिडियो बनाउँदै यति तातेको थियो नि मोबाइलको साथीहरू, के भनौँ। अब त्यति तातेको थियो, तर पनि मैले भिडियो जसो तसो गरेर भिडियो बनाएँ हजुरहरूको लागि। हेर्नु, हजुरहरूलाई पनि खान मन लाग्यो भने हजुरहरूले पनि यो मेरो तरिकाहरू हेरेर बनाउन सक्नुहुनेछ। के हालेको छु हजुरहरूले हेरिसक्नुभयो। हेर्नु चाहिँ कति राम्रो देखेको छ। अहिले चाहिँ हामी चाहिँ गाउँमा नभए पनि सहरमा बसे पनि, जुन ठाउँमा जुन रुममा बसे पनि जहाँ बसे पनि हामीले यसरी बनाएर खान सक्छौँ है। गाउँले पारा गाउँले जीवन एकदमै याद आउँछ मलाई चाहिँ। यो यस्तो यस्तो बनाउँदा चाहिँ मलाई एकदमै मनपर्छ। म चाहिँ आफूलाई प्राउड पनि गर्छु, किनकि मैले हरेक चिजहरू जान्छु। नजानेको त्यस्तो केही चिज छैन कि मैले नजानेको होस्। तर आफ्नो तारिफ त के गर्नु, अर्काले त गर्न त्यस्तै हो, आफूले गरेर चाहिँ काम पनि छैन। हेर्ने साथीहरू, म चाहिँ यसो हावा कति शीतल आएको थियो, तर यतातिर हावा पछाडि त्यसरी यसो हावा खान्छु कि भनेको, कति अब गर्मीले पोल्यो। त्यही भएर हेर्नु कति राम्रो छ कि एकदमै भ्यू चाहिँ एकदमै राम्रो छ। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। हजुर पनि आउन सक्नुहुन्छ घुम्नको लागि इन्डियातिर। एकदमै राम्रो छ, तर गर्मी चाहिँ एकदमै गर्मी छ है हजुर साथी।
अब गर्मी के गर्ने, गर्मी यस्तै हो। अब काम गर्नलाई विदेशतिर आउनै पर्यो। अब गर्मी सहनै पर्यो। गाउँघरतिरको जस्तो चिसो हावापानी त कहाँ हुन्छ र। ओके बाई गाइस साथीहरू, म चाहिँ लागेँ अब तल रुमतिर।